हेलो गाइस गुड इभिनिङ है। हामी चाहिँ आज पुसको अन्तिम आज मसान्त पुसमा पक्या माघमा खया भन्ने जस्तो पुसमा पक्या माघमा खया भन्ने जस्तो गरी हामी भोलि सङ्क्रान्तिको लागि सेल बनाएर हाम्रो सेल हेर्ने हो। त्यो एकदम भयङ्कर डेन्जर छ। ल म सेल देखाउँछु। ल यहाँ हो हाम्रो सेल। यस्तो भइरहेछ अहिले। यो कुखुराको खुट्टाहरू जस्तै भएको छ, आन्द्रा घुँडी निकाले जस्तो। बिस्तारै बन्छ। सेल बनाउने मान्छे चाहिँ अब रातभरि सुनसान छ यहाँ अहिले। सब मान्छे सुतिसकेको छ। हाम्रो सेल बनाइदिरहेको क्या चट। भोलि खानु पऱ्यो नि त। भोलि पकाएर खाने कुरो आउँदैन होइन। छोड्ने छोड त सेल यस्तै छ हजुर हाम्रो। अब फर्काउनु पनि कसरी फर्काउनुहोस्, कता लगेर फर्काउने हो यसलाई। के हो सेल हो कि त्यो बारीमा त्यो बगाएर ल्याउँछ नि सुँगुर, त्यस्तै छ। यति साह्रो पनि हुनु भएन है खासमा। हेर्नु यहाँ सेलको हालत के सब लथालिङ्ग छ यहाँ सेलहरू।